रोशना यता हेर न है किन हुन्न कस्तो समस्या पर्यो क्या मलाई के समस्या पर्यो कस्तो विरक्त लाग्दो फेरि बोले माया लाग्दो पाराले के पर्यो भन्न मेरो उसमा के अरे चिउँडोमा 2टा चिउँडो छ होइन एक कुराले डिस्कस गर्नु नआउने मलाई फेरि रिस उठ्छ होइन के म चाहिँ अब एउटा कुरा गर्न लाग्छ तिमीलाई के म के अलि 4-5 दिन अगाडिसम्म अलि अगाडिसम्म धेरै त्योभन्दा नि अगाडिदेखि त्यो सीता भन्ने एउटा केटीसँग बोलिरहेको थिएँ के अझै बोलिरहेको छ थाहा तिमीलाई मैले अस्ति नबोल्नु भने मैले भनेको थिएँ क्या रेसनजी अनि त्यसलाई त्यो बोली होइन अनि त्यहाँबाट अब त्यसलाई बिर्सिनी सुन न त्यो बिर्सिनी भनेर बिर्सिनु लागेको होइन त्यो बिर्सिनको लागि भन्नु है बिस्तार बिस्तार नभन्नु यही कुरा सुन्नु त्यो बिर्सिनलाई अनि के त सम्झनासँग बोले कि फेरि मेरी बाबु सीतालाई बिर्सिनलाई सम्झनासित बोले भने अब फेरि त्यसलाई बिर्सिनै सकिने के भयो होला मलाई भन त म कहाँ गरौँ मर्नु म कहाँ गरौँ कुन चाहिँ बाजेले भने चिउडामा यो भने 2टा बुढी हुन्छ नि त्यो सत्य हुन्छ जस्तो लाग्यो मलाई डर पो लाग्न थाल्यो त तपाईँ एउटा केटीलाई बिर्सिनलाई अर्कोसित बोल्ने अनि फेरि त्यसलाई बिर्सिनलाई फेरि अर्कोसित बोल्ने तपाईँ केटीसँग बोलिरहने क्रम चाहिँ जारी सधैँभरि जिन्दगीभरि यति मजाले बोल्छ नि त्यसलाई कसरी छोड्नु भने के बोल्नलाई ओए म अहिलेसम्म राम्रो मजाले बोले होइन तिमी त कराकरै गर्छौ मजाले मेरो सान भन्छ मैले अहिलेसम्म तपाईँलाई रोशनै भन्नुपर्ने होइन त म भन्छु नि त रोशन भने होइन कस्तो तिमी पनि झन् राम्रोसँग बोल्यो भनेर भन्छ तिमीलाई सबै कुरा सेयर गर्नु हुन्न रहेछ तपाईँलाई केटीसँग यस्तो बोलिरहनु पर्ने त मलाई किन बिहे गरे त बिहे गरेपछि बोल्दै नहुने भन्ने हो त भन त एउटा विवाहित मान्छे होइन बिहे गरेपछि बोल्नै हुन्न त भने क्या कोहीसँग पनि भनि त ल त्यो सीतासँग छोडे त मैले बोल्नलाई त्यो छोड्नलाई सम्झनासित अनि फेरि सम्झनालाई बिर्सिनको लागि फेरि अर्को कुन चाहिँसित बोल्ने पाले पाले बोलिरहने क्रम चाहिँ जारी होइन त्यो छोडेर छु नि बोल्नलाई भन त बोलाउने पनि कहाँ बोलाउनु भने कसरी बोलाउनु टाइम मिल्छ टाइम के थाहा बिहान अफिस गयो भने 7 बजे के थाहा कि मलाई छैन म भएर म भनेर जान्छु एड्स लाग्ला के बोले त्यो सिन पानी लाउन नपुग्यो बुढो कहाँ लाउने सिन पानी कहाँ लाउने सिन पानी कहाँ लाउन नपुग्यो है तपाईँ यस्तो मेरो मनको कुरा भन्दा नि नहुने हो तिमीलाई कस्तो तपाईँको मनको कुरा चाहिँ कस्तो अचम्मको हुने कि मलाई सीता बोलिरे अनि सीतालाई बिर्सिनको लागि सम्झनासित बोलेर फेरि सम्झनालाई बिर्सिनको लागि कोसित बोल्नुपर्ने होला होइन तपाईँ बोल्ने क्रम जारी भइरहने म चाहिँ यस्तै रमिता हेरिरहने नाटक म बिस्तारै बानी छुटाउँदैछु नि त मलाई टाइम लाग्छ टाइम देऊ न 2-4 वर्ष 2-4 वर्षसम्म बोल्ने कन्टिन्यू टाइम देऊ न भने बोल्ने बोलाउने क्रम जारी बानी सुधार्नु त परेको परेन भन यस्तो मान्छेलाई के भन्छ थाहा के भन्छ होला आफै भन्नु त झन् सुधार मान्छे यस्तो मान्छेलाई के भन्छ भन्नु न त्यस्तो मान्छेलाई राम्रै मान्छे भन्छ